हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ म फेरि मेरो साइक्लिङको दोस्रो भ्लग लिएर आउँदैछु। योभन्दा अगाडिको भ्लग चाहिँ हाम्रो साइकल ट्र्याकको मात्र थियो भने साइकल ट्रेनिङको थियो। आज चाहिँ म चाहिँ अब हाम्रो त्यही ट्र्याकमा साइकल रेस हुँदैछ होइन। अब म अस्तिकै दाइलाई कुरिराखेको छु आज पनि। अब म दाइसँग जान्छु अस्तिकै ट्रायलमा हाम्रो फेरि साइकल रेस हुँदैछ। यता देख्न सक्नुहुन्छ मेरो साइकल हेर्नेर छ होइन। ल हाम्रो दाइ पनि आइसक्नु भयो होइन। दाइ चाहिँ त्यहाँ हुनुहुन्छ, गाडी पार्किङ गर्दै हुनुहुन्छ। म चाहिँ दाइहरूसँग जाँदैछु। हाम्रो गाडी चाहिँ त्यहीँ गरेर साइकल चाहिँ त्यहीँ लोड गर्ने। दाइ यतै पाउनुभयो त, धनै लडिएन। नमस्ते दाजु, नमस्ते। के छ दाइ खबर? आज साइकल रेसको लागि पुरा तयारीमा हुनुहुन्छ दाइ? ल ठिक छ। ल हामी चाहिँ आज फेरि दोस्रो पटक दाइसँग फेरि राइड जाने मौका पाएँ। आज चाहिँ हाम्रो रेस नै हो, प्रोफेसनल रेस होइन दाजु। आज चाहिँ दाइ पनि एकदम पक्का रेस खेल्नको लागि प्रिपेयर भएर आउनुभएको छ। म पनि प्रिपेयर छु। ल हामी चाहिँ अब अस्तिकै हुद्रियातकै ठाउँमा रेस खेल्न जाँदैछौँ। लेट्स सी रिजल्ट के हुन्छ। लास्ट दाइ यहाँ हाम्रो दुबईमा बसेको धेरै हुनुभयो। दाइको थोरै इन्ट्रोडक्सन जस्तो गरौँ होइन। तपाईँको नाम सहित एकचोटि थोरै तपाईँ दुबई आएको कति भयो एकचोटि भनिदिनु नि त। म कुण्डल बहादुर सिंह। दुबई आएको चाहिँ अहिले 25 वर्ष अलि बढी भइसक्यो। 25 वर्ष। ओके। तपाईँ दुबई सुरुमा आउँदाखेरि चाहिँ के कामको लागि आउनुभएको छ दाइ? कस्तो थियो तपाईँहरू दुबई त्यो बेलामा? दुबई 25 वर्ष अगाडि दुबई 25 वर्ष अगाडिको दुबई हाम्रो काठमाडौँ जतिको पनि थिएन। अब अहिले त अब स्वर्गै बनाइदिइसक्यो। 25 वर्षमा यत्रो परिवर्तन भयो। अनि तपाईँ सुरुमा आउँदाखेरि चाहिँ के काममा आउनुभएको थियो? अब सुरुमा अब जब खोज्दै आएको, जबमै आएको हामी। ओके। राजाको बडीगार्ड, अब पुलिसमा आएको। वर्किङ भिसामै हुनुहुन्थ्यो दाइ पहिला उसकै जस 25 वर्ष अगाडि वर्किङ भिसामै आउनुभएको र अहिले दाइले आफूलाई इम्प्रुभ गर्दै गर्दै अहिले युएको एउटा प्रतिष्ठित रेस्टुरेन्ट तपाईँहरूलाई मैले जानकारी गराइदिइहालेँ। दुबईमा रहेको, दुबई अबुधाबीमा रहेको सगरमाथा रेस्टुरेन्टको दाइको हो। दाइलाई कसैलाई तपाईँहरूमध्ये कसैलाई नेपाली टिपिकल खाना मन छ भने सगरमाथा रेस्टुरेन्टलाई सम्झनु होला। वान अफ द बेस्ट। मैले पनि त धेरैचोटि ट्राई गरिसकेको छु। इट्स एमेजिङ। त्यहाँको स्वादहरू होइन, हस्पिटालिटी एकदम राम्रो छ। मेरो आज साइकल रेस छ अनि त्यही जाँदै हो, रेस खेल्न जाँदै हो। के छ तपाईँहरूको खबर? क्यामेरा बोकेर हो। साथी हामी चाहिँ रेस स्पोर्टमा आइपुग्यौँ होइन। चाहिँ अब हामी चाहिँ हाम्रो बिप नम्बर जर्सी नम्बर ठिक छ। रजिस्ट्रेसन नम्बर दिनु पऱ्यो, बिप लिनु पऱ्यो। बिप लिएर साइकल रेस भन्दा चाहिँ 6:30 बजे सुरु सक्नु। टिभीतिर भइरहेको छ। बिपहरू कलेक्ट गर्ने, आफ्नो पर्सी नम्बर, बिप नम्बर के के छ होइन। My registration number 10041. My registration number 10041. 10041. Only one, yeah? You want a good number? Yes. Also chips or
Thank you. You're racing? Yeah, 40K? कतिको Hello. पर्दैन यो त यो मात्र हो। साइक्लिङको लगा नि सकिएको त्यो ब्याग उयो नम्बर लगा हामी लक्की अब यत्रो इभेन्ट फोटो फोटो चाहिँ खिच्नु भयो कि तर रेसमा चाहिँ त्यो जर्सीहरू छ नि त अब हाम्रो चाहिँ दाइ हुनुहुन्छ सो चाहिँ देख्न सक्नुहुन्छ गाइस गोल्डन स्ट्याचु अफ मिस्टर टोर्जे पोगाचर अल टाइम माई फेभरेट हाई टोर्जे टोर्जेको गोल्डन स्ट्याचु नै रहेछ हामीहरू चाहिँ होइन राइडिङ कोलागो सो गाइस अब चाहिँ हाम्रो साइकल पनि रेडी भयो हामी पनि रेडी भयो मेरो साइकल नम्बर चाहिँ यो छ 4037 राइडर नम्बर 4037 मिस्टर विनोद सापकोटा भनेर मलाई बोलाउँछन् होइन त्यसपछि म चाहिँ ट्याक्क जान्छु सबै देख्न सक्नुहुन्छ सबै सब रेस उनीहरू यो वुल्फ इज वान अफ द बेस्ट साइक्लिङ सप होइन युए अब दाइ पनि अब रेडी हुनुभयो दाइ तपाईँ पनि अब रेडी हुनुभयो त्यो साइक्लिङको लागि नलाइदिनु क्या तर बानी छैन अन्त नलाउँदै Yellow, yellow, yellow. अहिले चाहिँ अब हामी रेस Blue stay on the right side, purple on the left side. पछि हाम्रो इलाइटको 40 किलोमिटर रेस चाहिँ सुरु हुँदैछ हामी अहिले सबैजना चाहिँ कलअपमा छौँ यस्तो टिम गाइस Old bicycle day 40 kilometer cycling race is going to held on soon and we are on the call-up line so you can have a look it's almost ready ल guys 40 kilometer race चाहिँ कम्प्लिट भयो होइन टफ रेस यहाँको रेस रोड बाइक रेस होइन म्याजिङ मेरो बाइक चाहिँ अनुरोधमा होइन अब हामी मसँग आएको दाइ चाहिँ कहाँ हुनुहुन्छ मैले बाटोमा चाहिँ भेटेको थिएँ ल हामी चाहिँ अहिले भर्खर 40 किलोमिटर रेस चाहिँ सकेर आयो होइन रेस यस्तो फायर भयो रेस चाहिँ अब रिजल्ट चाहिँ कसको के भयो आउने बाँकी छ रेस इन्भाइरोमेन्ट चाहिँ यस्तो छ रेसको बिचबिचमा भएको फोटो सर चाहिँ लिनु पाइएन होइन रेसमा अब कुनै ठिक्क भयो आफ्टर एन्ड बिफोर रेस चाहिँ यस्तो भइरहेछ ल रमाइलो भयो रेस चाहिँ